वेलकम टु माई ब्लग। हाम्रो साथीको हेर न लफा परेर सक्छ। त्यो भएर मैले भिडियो गराउँदै हिँड्ने कारणहरू यस्तो के बचत देखा काम थियो सब देखिन्छ। हेर कोसँग गइस गएन हेलो काटेर कस्तो बादल हरि त खायो गाह्रो गाह्रो हुन लागिसक्यो। खबर भनी मलाई पनि आयो अब हुन्छ म त झ्याउला के अरे यो के अरे यस्तो भ्लग गराउनु पर्छ क्या बेबी भ्लग होइन। मैले पनि अब शान्ति मोडी त मैले पनि गाली खान्छु। यी के कहाँ देखा अघि त उस घौटो पर्दा त देखाउनु पऱ्यो नि। अमितले घटेको छैन भन्छ त्यो पहिला त्यत्रो आएर हान्दिँदा बस्यौँ होइन कहिले बस्छ त्यसो बुझ्नु त म अमित बसेको त यहाँ म बसेको नि मलाई नभन्नु पहिला कति बन्द भएकै बेला बसेको कस्तो अँध्यारो हो कि मम्मी भएकै बेला बसेको त त्यत्रो यसका आज लगन हगन भन्छ मेरो त भयो राख ल घर आइपुग्यो म मेरो पनि अहिले हुन्छ। सानो रिसा रिसा होला नि माया साथीहरूले यसको फकाउने मेरो बेबी यसले भिडियो बनाएको छ हेर न मैले हालिदिन्छु कि सानो युट्युब भन्ने मैले हाल्दैन सानी बेबी देख्न डाँडाङ डाङ म्युजिक हालिदिएर मेरो खुट्टा हल्का सन्चो हुँदैछ साथीको रूपमा साना यस्तो त अति पनि अति त भयो यार यो मेरो बेबी मेरो पुगुलो म हालिदिन्छु कि युट्युबमा हेर कति हो च्यानलमा नहालेको घर आएको त वाइफाई दियो तर यसबाट क्वालिटी राम्रो आएन यसबाट बाबा डाँडा डाँडा अरे यस्तो डाँडो भेट्ने त्यसरी राम्रै आफ्नो त्यही भएर भ्लग गर भाइ भ्लग केटीहरूलाई चाहिँदो भ्लग गर यता हेर्न ल ल छोटो मिठो सानो हो धेरै नभए धेरै